ल गाइज अब हामी चाहिँ दुप्लेश्वर महादेव जाने प्लान भयो अहिले चाहिँ हामी यो लिखु बाटो पारी जान्छौँ यो चाहिँ तपाईँ काठमाडौँ जाने हाइवे भयो यता गयो भने तपाईँको नुवाकोट अस्ति हामी मैलुङ गएको बाटो भयो यो चाहिँ यता गयो भने तपाईँको अब तपाईँ काठमाडौँ जान्छ यो तपाईँको लिखुबाट अब हामी पारी क्रस गरेर चाहिँ दुप्लेश्वर महादेवको यात्रा गर्दैछौँ अहिले लगभग कति 6 बजिसक्यो होइन भाइ 6 बजिसक्यो होइन अब हामी जाँदैछौँ ल लेट्स गो गाइज राइट लिखुबाट हामी अगाडि बढिसक्यौँ हाम्रो यात्रा निर्माण कार्य भइरहेको रहेछ गेटको अहिले चाहिँ हामी बाहुन बेसी प्रवेश गरिसकेका छौँ हामी दुप्लेश्वर महादेव जानलाई यहाँबाट राइट अहिले चाहिँ हल्का वनको बाटोमा हामी राइड गर्दैछौँ माथि माथि जाँदैछौँ अहिले चाहिँ हामी दार्जी गाउँपालिका आइपुगेका छौँ यो बजार अहिले चाहिँ हामी घटे खोला आइपुगेको छौँ 9 किलोमिटर दुप्लेश्वर महादेव 9 किलोमिटर भनेको छ यहाँ बोर्डमा अब हामी 9 किलोमिटर जान बाँकी रहेछौँ लेट्स गो यो बजार चाहिँ हाम्रो 7 विजय बजार रहेछ बाटो एन्डिङमा चाहिँ यस्तो रहेछ पहिरो आएको रहेछ यहाँ गाइज गाइज हामी आउँदा आउँदै रात परिसकेको छ अहिले चाहिँ लगभग 7 बजिसकेको छ एम्बुलेन्स अब हामीलाई लगभग 3 किलोमिटर जति होला जानुलाई फाइनली गाइज हामी रुममा आइपुग्यो सिगरपेसी जस टुर भयो आज दामी भयो मोबाइल खसियो हैन फेरि दोहोरै गएर पनि भेटियो मान्छे चाहिँ राम्रो भेटियो हैन मोबाइल चाहिँ हामीलाई फिर्ता दियो के अनि ड्राइभरले नै साथ दिएको हामीलाई हामी आएको जोस अब भगवानको मन्दिरको ठाउँमा आइपुग्यौँ दुप्लेश्वर महादेव खोलै खुला छ हैन हामी खोलाको आवाज सुन्दै हो आज मस्त हुन्छ
हाई गाइस, गुड मर्निङ है सबैजनालाई अललाई है। हामी अब दुप्चेश्वर महादेवको मन्दिरको दर्शन गराउँछौँ यही भिडियोको मार्फत। हजुरहरू पनि हेर्न सक्नुहुन्छ हामी सँगसँगै। अझै माथि जानुपर्ने हुन्छ। दर्शन गरेर फर्किँदैछौँ है। अब त्यहाँ चाहिँ धेरै भिडियो खिच्न नपाउने रहेछ, त्यही भएर हामीले धेरै भिडियो चाहिँ क्याप्चर गरेनौँ होइन। दियो बाल्ने बेला आयो हाम्रो। होइन हिजो सोमबार है गाइस, हामी चाहिँ फर्किसकेको। अब दुप्चेश्वर मन्दिरबाट जाने हामी दर्शन गरेर फर्किसकेको छौँ। अब हामी तल झर्दै हो। यसो गर्नु होला, हजुरहरू पनि यसो दर्शन गर्नलाई आउनु होला। कस्तो फिल भइरह बडा हेर न हामी है बडा ठाउँमा गाइस, अब निस्किएको हामी जाने। अब यो हामी हिजो बसेको यहाँ हो। राम्रो खानपिनको सुविधा छ, हजुरहरू आउनुभयो भने पनि यहाँ आउन सक्नुहुन्छ है। ल गाइस, हामी चाहिँ हाम्रो होटलबाट निस्किसकेको छु मैले। अब हाम्रो यात्रा यहीँसम्म थियो। हजुरहरूलाई के कस्तो लाग्यो
कमेन्ट गर्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ हाम्रो यो भिडियो यहीँ अन्त्य गर्न चाहन्छौँ। धन्यवाद।